ल साथीहरू आज चाहिँ हामी बाबेको जाँदैछौँ मियाजीमा क्याम्प जो। ल दोस्तहरू आइपुगिसकेका छन् र भाइहरू पनि अगाडिपट्टि टक लाएर हिँडिसकेका छन्। उता पछाडि पनि दाइ हुनुहुन्छ यस्तो छ होइन। अब हामी चल्दिन्छौँ है त। हामीले चाहिँ सपिङ पनि गरिसक्यौँ होइन। अब यसो ड्रिङ्कहरू चाहिँ यताउति ड्रिङ्कहरू यति किनिसकेका छौँ। हामीले चाहिँ खाने सेबाट किन्यौँ। आफूले काम गर्ने स्पाको होइन कोकेन त आफैले गर्नु पऱ्यो नि त होइन। सो यहाँ गाइजहरूले सामानहरू किनेर आइसक्यो। हाम्रो यहाँको यो सान कति भयो साथीहरू? ल है त ला 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 मास पनि खाने लाएर 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 बान लाएर लाएर है। उजालको गाडी जिन्दाबाद जिन्दाबाद। यो गाडीमा हाम्रो अटन पनि हुन्छ है है। ल साथीहरू हामी चाहिँ ट्र्याक लगाएको अहिले एकछिन थोरै ब्रेक लिइरहेको छौँ। एउटा दाइ पनि भएको छैन त्यही भएर हामी दुइटा गाडी चाहिँ अगाडि आइपुगेर दाइहरू सामान लिनु जानुभयो। त्यसो ढिला हुनुभयो चाहिँ हामी थोरै वेट गरिरहेछौँ। यो वेटिङ टाइममा चाहिँ यहाँ चलिरहेको छ है। तर फेरि टिकटक चलिरहेछ है। टिकटक के छ केटा कस्तो लाग्यो जस्तो लाग्यो? रमाइलो भइरहेछ होइन हो। ए बबाल हुन्डा भरे यहाँ त एउटा बाउन्सर त चाहियो नि त साइडमा। त्यही भएर साथी रजा दोस्त किशोरी दोस्त आज अलिक स्याड देख्छु किन हो? आज छुट्टी नै एक दिन छुट्टी। ओ जुत्ता पनि हाम्रो एउटै एउटै। ओ माई गड के हो? लाइ 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 प्यान लाएर 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 साथीहरू भान्जी चिने त कस्तो लाग्यो? रमाइलो भइरहेको गोरी मान्छेलाई कालो कसरी आयो? म बनाउँछु तर भन्ने हुँदैन अलि है। ल यहाँ चाहिँ एकदम राम्रो छ है। बबाल छ है ठाउँ चाहिँ एकदम बबाल छ। तला तला खोला बगिरहेको छ। त्यहाँ माथिको त्यो पुल गइरहेको छ ट्रेन कुद्छ होइन। त्यो चाहिँ नागोया र गेरो ताजिङ जाने हो। एउटा त्यो जङ्गल जङ्गल भित्र 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 ट्रेन जान्छ। पुरा दामी देख्छ त। अहिले ट्रेन आइपुगेको छ न त भिडियो बनाउनुहुन्छ। सो यस्तो छ मौसम चाहिँ। हामी चाहिँ आइपुगिसकेका छौँ। सो सामानहरू पनि सबै गाडीबाट हामीले झिकिसक्यौँ। झिकेर चाहिँ अब हाम्रो साथीहरूले चाहिँ टक्क बनाउँदैछन्। काठको कार्यक्रम गर्दैछन् होइन। अनि त्यसपछि हाम्रो चाहिँ यस्तो छ आजको। साथीहरू सबैजना टक मास काट्दैछ नि। यस्तो छ ए मियाजीमा काम बुझ्यो। अनि त्यसपछि चाहिँ मास कटिङ भइरहेछ यता। रुम चाहिँ यति ठुलो छ कि बबाल छ है। रुम चाहिँ लास्टै ठुलो छ। यो चाहिँ खास 20जना पनि बस्न मिल्ने खालको हो। अनि एउटा फ्रिज पनि हुन्छ यहाँ। अब ड्रिङ्क्सहरू हामी राखिसकेका छौँ। यो फुटनहरू यताउतिहरू सबै यतिबाट लिन मिल्ने रहेछ। तर खाली गर्न मिल्ने तर अलिक महँगो रहेछ। त्यो घरबाट ल्याउँदा फाइदा गाडीमा अट्छ चाहिँ। अनि यतापट्टि अर्को रुम भयो। अनि यो चाहिँ सबै खोल्न मिल्ने भरिभारि सबैजना केटा रमाइलो गर्ने मजा मिल्ने ढोका लाउन मिल्ने खोल्न मिल्ने सबै रहेछ। जस एकदम रमाइलो हुन्छ। आफ्नो साथीभाइ 15-20जना जति तपाईँ ला गर्न मिल्छ। अब बेलुका चाहिँ कहिलेसम्म के गर्नु मिल्छ? आज यता एरिया मान्छे छैन भने यता साइडमा त्यही भएर हल्ला गर्न मिल्छ भनेर थियो। अब के के गर्ने चाहिँ यतातिर हो यहाँनिर हो होइन। टक्क खासिदासी यता सबैजना हो। हाम्रो चाहिँ टक्क लाग्ने चाहिँ खर्जल ल्याएर भित्र त्यसमा सिका ग्यासी ज्योति खातिर है टक्क लाग्ने सर जानु पर्दाखेरि चाहिँ यस्तो छ बबाल ठाउँ छ। पहिला हामी आएर बस्यौँ त्यहाँनिर बसेको थियो। पहिला चाहिँ हामी त्यहाँनिर बसेको यहाँ पौडी खेलाइदिउँ खोलामा। अहिले चाहिँ चिसो छ पानी अहिले खेल्न सकिँदैन होला। अनि यस्तो छ ठाउँ चाहिँ यतातिर भयो नि बबालै हुन्थ्यो। तर खोलामा चाहिँ के भएछ बबाल हुन्थ्यो। हाम्रो चाहिँ त्यहाँनिर छ तर ठिकै छ। ला 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 ला
मेरो मन्जुलो काम्बा यहाँ चाहिँ यत्रो ब्याडमिन्टन खेल्ने कार्यक्रम भइरहेछ चिचाउँदा चिचाउँदा घाट्नै सुकेछ खेल्दैछन् यहाँ रमाइलो गरेर गाइजहरू मौसम पनि राम्रो छ अनि कोही कोही चाहिँ टिकटक बनाउँदैछन् नि सबै आफ्नै पाडामा छ साथीहरू गुड मर्निङ गाइस आज चाहिँ हाम्रो यस्तो बबाल मौसम छ कि बिहान उठ्ने बित्तिकै यस्तो बबाल घाम लागिरहेको रहेछ हिजो चाहिँ त्यस्तो चिसोमा पनि पौडी खेलियो लास्टै जाडो थियो तर आज यस्तो हेर्दा त बबाल उठ्दाखेरि यस्तो मौसम वाउ भन्दा भइरहेको छ अब गएर चाहिँ पौडी खेल्नु हुन्छ चिसो छ हिजोको पठाङ्ग्री अहिले गाह्रो पारेको त्यही भएर आज चाहिँ हामी यसो घुम्दै घुम्दै फर्किनेछौँ नागोया अहिले चाहिँ हामी डिफुतिर छौँ होइन साथीहरू सबैजना त्यहाँ सफा गरेर रेडी गर्दैछन् अनि म चाहिँ यसो टप एउटा भ्यू हेर्न भनेर आएको त यस्तो बबाल देखिरहेको छु यहाँ भाइ साथीहरू ओसो सुन्ने है आज हिजो हल्ला सल्लाम गर्न पाइएको थियो किनकि त्यहाँ वरिपरि मान्छे थिएन एकदम रातभरि गाडीमा गीत बजाउने रमाइलो गर्ने गऱ्यो साथीहरू हाम्रो चाहिँ टुर सकिसकेको छ अब हामी चाहिँ फर्किसकेका छौँ फर्किँदैछौँ होइन अहिले हामी चाहिँ कहाँ बिहे पर्दाखेरि कोमाकी आइपुग्न लाग्यो होइन आजको दिन चाहिँ गयो
चिसो रहेछ पानी पक्रिएर भयो खेल्यो अनि हामी चाहिँ लागिसकेको छौँ। अब हाम्रो गन्तव्यतर्फ भोलिदेखि काम छ फेरि। सो आइसकेको महेन्द्र छ, म छु, मदन छ, अनि त्यसपछि उतापट्टि हाम्रो गाडीमा चाहिँ सुरेश दाइले गाडी चलाउनु भएको छ अलिक।